Hey, what's up guys, welcome to my new video. अहिले चाहिँ म कपडा सपडा लाएर रेडी भएर चाहिँ कहाँ जान थालेँ नि अर्घाखाँची घर हैन। अनि अहिले चाहिँ बिहानको ट्याक्क पारेमा कति बज्यो नि है, बिहानको चाहिँ ट्याक्क 5-4 भएको छ। अनि म चाहिँ अहिले बाटामा जान लाग्यो किनभने गाडी आइसकेको छ। अब तपाईहरुलाई बाटामा गएर जाँदा भेटौँ ल, घरबाट निस्किन्छु। म ट्याक्क पारबाट हिँडिसकेँ। यस्तो रात परेर अँधेरो, ठुलो ब्याग छ, बोक्न नि गाह्रो भएछ, डरो गोरुङ्गो छ ल। अब गाडी अलि अगाडि गइसकेछ, अब अलि अगाडि जानुपर्छ ल गाइस। ट्याक्क पारामा म अहिले बाटोमा नि आइपुगेँ। बाटोको हालत यस्तो आज त सुनसान रहेछ। सुनसानमा यस्तरी हिँड्दैछु, अलि अगाडि जानुपर्छ अरे। त्यहाँ जहाँ लाइट बोल्यो नि त्यहाँ माथि, त्यहाँ चाहिँ गाडी यस्तो छ आज ल। गाडीसम्म पुगेर भेटौँला ल। A few moments later. हामी ट्याक्क पारामा गोरुसिङे आइयो। यस्तो गोरुसिङे बजारमा प्याक छ पुरै हैन। अर्घाखाँची इन्ट्री यस्तै छ, कोचाकोचमा हिँडिरहेको। ट्याक्क नास्ता खाने ठाउँमा छ, पुरै गाडी चार्ज लाउनेको भिड छ पुरै पछाडिसम्म ल। नास्ता खाएर जानेको लागि A few moments later. ट्याक्क गाडीमा जाँदैछौँ। यहाँ पनि जाडी छ, ठिक्क गर्मी तातो बोतलमा हाल्दै चिसो ल। यहाँ छ गाडी। यस्तो छ अहिले कुन ठाउँमा भेडा माऱ्यो कुनै काम मान्छेको सुब्बा देउराली मन्दिर, थुप्रै मन्दिर यहाँ छ। मन्दिर यता यत्रो भिड छ, हेर्नै यहाँ भिड छ यत्रो। मन्दिर यही हो। अनि माथि उता पुल छ, यहाँ राम्रै सिगारे अहिले यस्तो सटरहरू राखे अहिले चाहिँ उस पाइन्छ। माथि लप काला गरा छ। बाटोमा जाँदै यस्तो गाउँ जाने बाटो यही हो के अरे। कालामा गाडी यस्तरी अड्कियो के अरे, माथि चाहिँ जान सक्दैन ल। के हुन्छ, गाडी चाहिँ अड्कियो, पछाडि गयो गाडी पनि निक्लियो माथि, गाडी फसेको। यस्तो छ चिसो मौसम अर्घाखाँचीमा त ट्याक्क ल। सबै हिँड्दैछन् माथिसम्म ल। बादल लाग्छ बाहिर, धेरै चिसो छ। झन् उफ्लाएर आइछु, यस्तो झाड छ ल। अब घर पनि आइयो होला यो भाइहरू। घरबाट माथि गाडी आयो, यो बाटो यस्तो छ। ब्याग बोक्दै हिँडिरहेको ल। ब्याग छोप्न त गएर यत्रो गोरुङ्गो थियो, यो घरमा छोडेँ। अब घर जान्छु, ब्यागै गोरुङ्गो भयो कि यो ओह्रालोमा झन् आफै हुत्ताइदिन्छ र। यस्तो गाउँको भ्यू ल। अब यो गाउँमा काँक्रा साक्रा चोर्नुपर्छ। गाउँमा त आइयो काँक्रा साक्रा के चोर्नुपर्छ। अहिले केही छैन बारीमा नि यार, केही चोर्ने। यस्तो हो गाउँ ल। मलाई चाहिँ मोटर बाटो जान अलि धेरै पर्छ भनेर यो डोको बाटो जान थालेको। के कराउँछन् के सुन्नै। ये डर लाग्यो यार, मलाई त भागम कि जस्तो नि लाग्छ यार। भागम
यस्तो मैले त झुक्काइदिएको यसले त मेरा भाइ त्यो जङ्गल यार एक्लै झन् यहाँ जङ्गलको बिचमा स्कुल छ एउटा डर लाग्ने यार गाउँमा त डर लाग्छ कि मेरा भाइ के गरौँ है एक्लै यार जङ्गलमा फेरि स्कुल छ यस्तो यस्तो जङ्गल के गरौँ मोटो बाटो जाऊँ कि यही बाटो जाऊँ यही बाटो जान्छु ल अब घर पुगेछ नि भेटौँला पारामा म घर पनि आइपुगेँ मामा घर है फेरि यस्तो यो पनि तलको नाच्ने हो यो पनि हामीले अब तल यहाँ कोही छैन नमस्ते माइजू केमा आयो म त गाडीमा हजुर अर्को घर नि आइयो त्यहाँ कुकुर छ है कुकुर खोइ कहाँ कुकुर कहाँ गयो कुकुर होला नि गयो कुकुर छ मलाई त हार्छ त्यसले त देख्यो भने त टोक्छु त्यो डन मलाई त कुकुरले देख्यो भने त टोक्छ कहाँ कुकुर उहाँ रहेछ ताकेर बस्यो कौन आउँछ र खाम भनेर उहाँ छेर्ने कफी खाम कफी बनाइरहेछ नि कफी जाडोमा तातो कफी मलाई त कुवा बाख्रा जन्मेको रहेछ नि यहाँ ल कफी खान्छु र भेटौँ ल पारामा कफी सफी नि खाएर भइयो यहाँ मलाई टोक्ने मान्छे टोको अनिता मार्छ चाहिँ म गाउँ आइसकेको थिएँ होइन अनि माथि जाँदा आफूमाथि यहाँ एउटा छ मेरो मिन्ने जस्तो साथी अब एक्लै छु अब त्यससित हिँड्ने कुशल यहाँ नि चाहिँ माथि छ होला त्यसलाई खोज्नु भने त्यो कहाँ छ त्यो फिक्स यहीँ होला त्यो गाउँ डुल्थ्यो डुल्न नि त नमस्ते माइजू कुशल कहाँ कसी त ए म एउटालाई खोज्न आएको बजार गएछ एक्लै भइयो यार बेलौती आज आउँछ कि नि ए माइजू खायो त बेलौती माइजू हुन्छ माइजू नमस्ते खोइ कुशल कुशल खोइ कतिखेर आउँछ कसी त गयो त बेलुका आउँछ कि नि ए ल बेलुका आउँछ र म इबीमा मामाले ल ल त्यो चाहिँ गएछ बजार ल टिका केटाहरू गएर हिँड्छन् भिडियो गराउनाले अब बल्ल आएँ अनि थाक्यो आजको लागि यति नै अब नेक्स्ट भिडियोमा मिलाउँ न नेक्स्ट भिडियो चाहिँ दामी निकाल्छु ल आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ बाई